जब पनि हामी प्रभु भोज खान्छौँ, प्रभु भोजमा हाम्रो ट्रेडिसनल टिचिङ, हामीले सुनेको ट्रेडिसनल टिचिङ चाहिँ कस्तो छ भने कि प्रभुको शरीरलाई नचिनिकन जसले खान्छ त्यसले त्यो खाएको र पिएको कारणले आफूमाथि दण्ड ल्याउँछ भन्ने यो वचनलाई हामीले थुप्रोपल्ट यसको इन्कम्प्लिट या त्यसको अपोजिट ट्रान्सलेसन भएको छ। त त्यो कुरा आज म तपाईँलाई बताउन चाहन्छु। पहिलो कोरिन्थी 11 अध्यायको 23 देखि मात्रै पढ्छु म, किनभने हामी यसरी नै पढ्छौँ सधैँ चर्चमा। खासमा यो 23 प्रभु भोज भन्ने म्याटर चाहिँ माथि 17 पददेखि कुरा गरेको छ, तर हामीले प्रायःले 23 पददेखि जसरी अरू बेला पढ्छ आज म त्यसरी पढ्नु पर्यो अनि यसबाट केही कुरा एक्सप्लेन गर्न चाहन्छु है। तर पढ्नुपर्ने चाहिँ तपाईँले जब पनि प्रभु भोजको बारेमा अध्ययन गर्नुहुन्छ पहिलो कोरिन्थी 23 देखि होइन, 11 को 23 देखि होइन, 11 को 17 देखि पढ्नुपर्छ। अनि 17 देखि लिएर तल 33 पदसम्म डल्लै पढ्दा मात्रै त्यो सही प्रकारले बुझ्न सक्छ। 23 पढ्दाखेरि बुझ्दैन, तर कहाँ बुझ्दैन र के कन्फ्युजन हो आज म तपाईँलाई बताउन चाहन्छु। यसरी लेखेको छ, किनकि प्रभुबाट मैले जे पाएँ सो तिमीहरूलाई सुम्पी पनि दिए, अर्थात् जुन रात उहाँ पक्राउ पर्नु भयो त्यो रात यसुले रोटी लिनुभयो र धन्यवाद दिनुभएपछि उहाँले त्यो भाँच्नुभयो र भन्नुभयो, यो तिमीहरूको निम्ति मेरो शरीर हो, यो मेरो सम्झनाको निम्ति गर। सो प्रभु भोज हामी लिँदै गर्दाखेरि चाहिँ हामी प्रभुको सम्झनाको लागि गर्छौँ। अनि प्रभुले भन्नुभयो यो चाहिँ मेरो शरीर हो। सो एउटा चाहिँ प्रभुले रोटीलाई भन्नुभयो यो चाहिँ मेरो शरीर हो। त्यसै गरी खाइसकेपछि उहाँले कचौरा लिएर यसो भन्नुभयो, यो कचौरा मेरो रगतमा भएको नयाँ करार हो, जहिले जहिले तिमीहरू यो पिउँछौ मेरो सम्झनामा यो अक्सर गर्ने गर। सो प्रभुले रगतलाई लिकन भन्नुभयो यो मेरो रगत हो। त यो कुरालाई पौलले कुन चाहिँ वर्सबाट कोट गर्दै थियो भन्दाखेरि चाहिँ यो कुरालाई चाहिँ मत्तीको किताब 26 अध्यायको 26, 27 अनि 28 पदबाट उसले कोट गर्दै थियो। यो किनभने प्रभु यीशु ख्रीष्टले त्यही कुरा चाहिँ मत्तीको किताब 26 अध्यायको 26, 27, 28 यसरी भनेको छ। उहाँहरूले खाँदै गर्नुहुँदा यसुले रोटी लिएर आशिष दिई भाँच्नुभयो अनि चेलाहरूलाई दिनुभयो र भन्नुभयो, ल्याऊ खाऊ यो मेरो शरीर हो। अनि उहाँले कचौरा लिनुभयो र धन्यवाद दिएर यसो भन्दै तिनीहरूलाई दिनुभयो, तिमीहरूले सबैले यसबाट पिउ, किनकि यो नयाँ वाचाको मेरो रगत हो जो चाहिँ धेरैको लागि पापहरूको क्षमाको लागि बगाइन्छ। सो यीशु ख्रीष्ट आफैले भन्नुभयो जब तिमीहरूले मेरो रगतबाट पिउँछ मेरो सम्झनामा यो अक्सर गर भनेको चाहिँ त्यो रगतले चाहिँ मलाई के देखाउँछ, त्यो रगतले चाहिँ मेरो पापको क्षमालाई देखाउँछ। सो त्यो रगतले मेरो धार्मिकतालाई देखाउँदैन। सो यीशु ख्रीष्ट आफैले भन्नुभयो रगत किसको लागि बगाएको, पापको क्षमाको लागि। बुझ्दै हुनुहुन्छ तपाईँले, रगत चाहिँ पापको क्षमाको लागि भयो। तर अब फेरि पहिलो कोरिन्थी 11 अध्यायमा हामीले जब 27 पदलाई पढ्छौँ, अब पौलले चाहिँ के भनेको छ, पौलले चाहिँ भन्दैछ यसकारण जसले अयोग्य रीतिले प्रभुको रोटी खान्छ कि कचौराबाट पिउँछ त्यो मानिस प्रभुको शरीर र रगतलाई अपवित्र तुल्याएकोमा दोषी ठहरिन्छ। सो अयोग्य रीति भनेको चाहिँ हामी के सम्झिन्छौँ, अयोग्य रीति भनेको चाहिँ जीवनमा कुनै पाप छ भने। तर अघि यीशु ख्रीष्टले के भन्नुभयो मत्तीको किताब 26 अध्यायको 27 पदमा, रगत कसको लागि बगाएको, हजुर पापको लागि। सो त्यसको मतलब पापीले रगत खानु पाउँदैन भनेको होइन रहेछ नि त, होइन? तपाईँले बुझ्नुभयो यीशु ख्रीष्टले भनेको कुरा। यीशु ख्रीष्टले चाहिँ के भन्नुभयो, यो रगत चाहिँ कसको लागि बगाएको हो, किनभने यो नयाँ करारको मेरो रगत हो जो धेरैको पापको क्षमाको लागि बगाइन्छ। सो अयोग्य रीति भनेको चाहिँ नि पापको कुरा गरेको होइन, उसले दट्स नट टकिङ अबाउट सिन। तर यसलाई चाहिँ हामीले कसरी बुझ्छौँ अयोग्य रीति? तपाईँ यदि आज कोही प्रभुको रगत खाने योग्यको छैन भने तपाईँ प्रभु भोजमा नआउनुहोस्। तपाईँको जीवन गलत थियो भने चाहिँ तपाईँ प्रभु भोजमा नआउनुहोस् हामी भन्छौँ मान्छेलाई। तर त्यो चाहिँ कस्तो हो भन्दाखेरि चाहिँ हामीले बिमारीलाई औषधि खानु नदिएको जस्तै हो। रगत सबैभन्दा बेसी कसलाई चाहिन्छ, हजुर पापीलाई चाहियो नि त। औषधि कसलाई चाहिन्छ, बिरामीलाई चाहिन्छ। बिरामीलाई औषधि चाहिन्छ नि त। प्रभुले भन्नुभयो म कसलाई बचाउन आएको हो, पापीलाई। सो प्रभुको रगत चाहिँ पापीको लागि हो कि धर्मीको लागि हो? पापीको लागि हो नि त, हामी बुझ्छौँ नि त त्यो कुरालाई। तर थुप्रोपल्ट हामीले यो वचनलाई चाहिँ कसरी बुझ्यो भन्दाखेरि चाहिँ अयोग्य रीतिले खायो भने चाहिँ प्रभुको रगतलाई अपवित्र तुल्याएकोमा दोषी ठहरिन्छ भन्दाखेरि चाहिँ अब मेरो जीवनमा पाप छ भने चाहिँ मैले प्रभुको रगत खानु हुँदैन। तर यीशु ख्रीष्ट आफैले चाहिँ के भन्नुभयो, यो रगत चाहिँ कसको लागि बगाएको हो, पापीको लागि, पापीको लागि। सो हामीले जब पनि एउटा मान्छेको जीवनमा पाप हुन्छ हामी यीशु ख्रीष्टको रगतलाई दाबी गर्छौँ नि, होइन? प्रभुको रगतमा हट भन्छौँ रोगलाई, प्रभुको रगत लगाउँछौँ भन्छौँ, घरमा पनि दल्छौँ, जतासुकै रगत दल्दै हिँड्छौँ। तर जब रगत पिउने कुरा आउँछ पापीको लागि बगाएको त्यति बेला चाहिँ हामी भन्छौँ तिमी योग्य छैन भने चाहिँ तिमी नआऊ। हेर्नुहोस् यीशु ख्रीष्टले भनेको कुरा र पौलले भनेको कुरा नमिले जस्तो लाग्छ, तर पौलले त्यो समझमा भनेकै होइन। त्यसको मतलब पौलले अर्को केही कुरालाई भनेको हो। हेर्नुहोस् है, जब तपाईँले नि म एउटा प्रश्न सोध्नु पर्यो,
जब हामीले अगाडि यस्तो तरिकाले प्रभु भोज लिन्थ्यौ, तिम्रो जीवनमा पाप छ भने तिमी नखाऊ भनेर, तपाईँले जुन दिन खानुभयो त्यो दिन साँच्चै तपाईँको जीवनमा पाप थिएन? हजुर थियो नि है। तर हामीले यो विश्वास गरे मेरो जीवनमा पाप छैन भनिकन। त मानिलिनुहोस्, ओके, तपाईँले भन्नुहुन्छ पक्का मेरो जीवनमा चाहिँ थिएन, मेरो जीवनमा चाहिँ पक्का थिएन भनेर तपाईँले भन्नुहुन्छ भने म एउटा वचन तपाईँलाई देखाउन चाहन्छु यति बेला। पहिलो यूहन्ना 1 अध्यायको 8 अनि 9 पद। पहिलो यूहन्ना 1 अध्यायको 8, 9 अनि 10 पदलाई हामी हेरौँ। सबैले खोल्नुहोस् ल, सबैले खोल्नुहोस्, यसलाई हामी हेर्छौँ अनि हामी पढ्छौँ। पहिलो यूहन्ना 1 अध्यायको 8, 9, 10मा यसरी लेखेको छ। पाउनुभयो? सबैले पाउनुभयो? ओके, म एक हामी सँगै पढौँ न ल। 1, 2, 3 भन्छु, 8 पदलाई पढौँ, त्यहाँदेखि फेरि म 1, 2, 3 भन्छु, 9 अनि हामी 10 पदलाई पढ्छौँ ल। तर पहिला चाहिँ 8 पदलाई पढौँ। 1, 2, 3। हामीसँग पाप छैन भने हामी भन्छौँ भने हामीले आफैलाई धोका दिन्छौँ र हामीमा सत्य हुँदैन। हेर्नुहोस् है, यहाँ बाइबलले के भन्दैछ? यदि कुनै मान्छेले भन्छ मेरोमा पाप छैन भने चाहिँ त्यो मान्छेले आफैलाई के दिएको अरे? धोका। अनि त्यो मान्छेमा के हुँदैन? अब सुन्नुहोस् अघिको वचनलाई, अयोग्य रीति भनेको चाहिँ अब तपाईँ अघि अयोग्य रीति भनेको चाहिँ तिम्रो जीवनमा पाप छ भने नखाऊ भनेको नि त है। तर मेरो जीवनमा पाप छैन भन्नु नै झुटा रहेछ, त्यही नै म असत्य भए। सो त्यो असत्य हो भने त म अघि मान्छेले बनाएको कन्डिसन अनुसार पनि म फेल भएँ हो, किन भन्नुहोस् त? किनभने बाइबलले भन्दैछ तिमीमा पाप छैन भनेर तिमी भन्छौ भने चाहिँ तिमीले आफैलाई के गर्छौ? धोका तुल्याउँछौ र तिमीमा के छैन। तर अघि हाम्रो कन्डिसनले चाहिँ के भनेको छ? तिमी योग्यको छैन भने चाहिँ नखाऊ। सो असत्य हुनु त योग्यको हो हाम्रो स्ट्यान्डर्ड अनुसार, होइन नि? परमेश्वरको वचन अनुसार पनि अब त्यो त सही भएन त्यसो भने त, मिलेन त कुरा त्यसो भए त। किन हामीले त्यसरी सिक्छौँ, त्यसरी सिकाएको छौँ। मैले भनेको कुरा बुझ्दै हुनुहुन्छ तपाईँले? बुझ्दै हुनुहुन्छ? यता जुमा हुनेहरूले बुझ्दै हुनुहुन्छ? कोही कोही बेला नि हाम्रो मनमा यस्तो डर हालिदिन्छ मान्छेले। अनि बाइबलले भनेको छ जुन कुरा विश्वासको होइन नि त्यो चाहिँ पाप हो भनेको छ। रोमीको किताब 14को 13 होला या 13को 14, दुईटामा एउटा भनेको छ। हजुर 14को 23, थ्याङ्क यू बहिनी। 14को 23, रोमी 14को 23ले भनेको छ जुन कुरा विश्वासको होइन त्यो चाहिँ पाप हो। अब मैले चाहिँ प्रभु भोजलाई कसरी खानुपर्छ? विश्वासमा खानुपर्छ। तर मैले डरमा झुटमा खाँदैछु भने चाहिँ त्यो त प्रभु भोज नै भएन वास्तवमा। अन्त किन चाहिँ तिमीहरू रोगी छौ? तिमीहरू मध्ये धेरैजना किन मरे भन्दाखेरि तिमीहरूले कुरालाई बुझेन। यु डिड नट अन्डरस्ट्यान्ड। मैले अघि तपाईँलाई भने नि हामी थुप्रोपल्ट पापले मर्दैनौँ, अज्ञानताले मर्छौँ, मान्छेको परम्पराले मर्छौँ। सो वचन नै भन्दैछ यदि तिमीले भन्छौ हामीमा पाप छैन भने तिमीले झुट बोल्छौ र आफैलाई धोका दिन्छौ। सो मैले तपाईँलाई भन्दै थिएँ अघि, हामीले जब त्यसरी प्रभु भोज लियो नि म योग्य छु भनेर, त्यति बेला हामीले सत्य बोल्दै रहेछौँ कि झुट बोलेको थिएछौँ? हजुर झुट बोलेको नि, यो मैले भनेको होइन, यो वचनले भन्दैछ, यो वचन नै भन्दैछ। अनि अझै जोड दिएर त्यो कुरालाई बुझेन होला भनेर यूहन्नाले 9 र 10 पदमा अझै कडासँगले भनेको छ। हेर्नुहोस् पहिलो यूहन्ना 1 अध्यायको 9, 10मा, विशेष गरिकन 10 पदमा, 10 पद पढौँ ल। 1, 2, 3। हामीले पाप गरेका छैनौँ भने हामी भन्छौँ भने हामी उहाँलाई झुटा तुल्याउँछौँ र उहाँको वचन हामीमा छैन। अघि पाप गरेको छैनौँ भनेर सोच्छौँ भने चाहिँ हामी झुटो भन्यो। तर भए म जबरजस्ती भन्छु कि होइन मैले त पाप नै गरेको छुइनँ भने चाहिँ मैले परमेश्वरलाई झुटा तुल्याउँदैछु। प्रभु भोजको कुरा आउँदैछ नि, यो कसैसँग हाम्रो लडाइँ होइन नि। हेर्नुहोस् यो तपाईँको जीवनको व्यक्तिगत कुरा हो। हाम्रो पाप केले धुन्छ? यीशुको रगतले मात्रै धुन्छ, अरू कुनै कुराले पनि धुन सक्दैन। तर एउटा हस्पिटलमा मर्नु आँटेको मान्छेलाई चाहिँ लाँदाखेरि चाहिँ के भन्छ? पहिला जाति बनाएर ल्याऊ अन्त मात्रै औषधि दिन्छु भनेको जस्तै हामी कोही कोही बेला कुरा गर्छौँ। पहिला चाहिँ तिमी राम्रो भएर आऊ अन्त मात्रै प्रभुको रगत खानु पाउँछौ। मिल्यो कुरा? हजुर मिलेन त। प्रभुको रगत त कसको लागि हो? पापीको लागि हो नि। अन्त त्यसमा चाहिँ पहिलो कोरिन्थीको 11 अध्यायमा चाहिँ अयोग्य रीतिले खान्छ भनेको चाहिँ के हो त? त्यसो भए के हो चाहिँ अयोग्य रीति चाहिँ? सो यीशु ख्रीष्टले भन्नुभयो अब रगत पनि पापीको लागि दिएको। यहाँ फेरि यूहन्नाले भन्दैछ तिमीले पाप छैन भनेर भन्छौ नि तिमीले झुट बोल्दैछौ, तिमीले मान्दैनौ भने परमेश्वरलाई झुटा तुल्याउँदैछौ र तिमीमा परमेश्वरको वचन नै छैन भन्दैछ। त्यसो भए चाहिँ अयोग्य रीति भनेको चाहिँ के हो त? है त्यसको मुनि एन्सर देख्छ पहिलो कोरिन्थी 11 अध्यायको 28 र 29 पदमा। सो 27 देखि नै पढ्छु, पहिलो कोरिन्थी 11 को 27, 28, 29 लाई पढ्छु। हेर्नुहोस् है, तपाईँले हेर्नुहोस् मसँग यहाँ के भनेर लेखेको छ।
यसकारण जसले अयोग्य रीतिले प्रभुको रोटी खान्छ कि प्रभुको कचौराबाट पिउँछ त्यो मानिस प्रभुको शरीर र रगतलाई अपवित्र तुल्याएकोमा दोषी ठहरिन्छ। हरेक मानिसले आफैलाई जाँचोस् अनि मात्र त्यसले रोटी खाओस् र कचौराबाट पियोस्, किनकि प्रभुको शरीरलाई नचिनिकन जसले खान्छ र पिउँछ त्यसले त्यो खाएको र पिएको कारणले आफैमाथि दण्ड ल्याउँछ। यसकारण तिमीहरूमध्ये धेरैजना दुर्बल र रोगी छौ र कतिजना सुतिसकेका छन्। अब यसको अर्थ बुझाउन चाहन्छु। माथि 1 कोरिन्थी 11:17 देखि हामीले पढ्दै गर्दाखेरि प्रभु भोज चाहिँ त्यति बेला भोज हुन्थ्यो। भोज भनेको बुझ्नुहुन्छ तपाईँले? हजुर, भोज भनेको के हो? हजुर, यो सानो टुक्रा रोटी भोज हो। हजुर, भोज खाँदाखेरि के हुन्छ? तपाईँ अगाउँछ नि, अगाउँछ भोज खाँदाखेरि, होइन? भोज खाँदाखेरि तपाईँ तृप्त हुन्छ। भोज हुन्थ्यो। सप्पर भनेको छ। सप्पर भनेको चाहिँ नि रात्रि भोजलाई चाहिँ सप्पर भन्छ। अन्त कतिजनाले चाहिँ फेरि त्यसलाई नै परम्परा बनाइदिएको छ, प्रभु भोज चाहिँ राति खानुपर्छ भनेर, किनभने इङ्ग्लिसमा सप्पर भनेर लेखेको छ। तर सप्पर भनेको चाहिँ के भनेको भन्दाखेरि चाहिँ यीशु ख्रीष्टको दिनमा पनि अनि आज पनि हाम्रो दिनमा हामीले मजाले खाना चाहिँ कति बेला खान्छौँ? बिहान खान्छौँ कि राति खान्छौँ? हजुर, बिहान त है जे भेट्यो मुखमा चपाउँछ हामी, होइन? तर राति चाहिँ के हुन्छ? हामी मजाले पलैटी कसेर हात धोएर मजाले खान्छौँ। किन? दिनभरि परिश्रम गरेको थाकेको मिठो राति खान्छौँ, बेलुकी खान्छ। प्रायःले कसैले खान्छ 3 टाइम खान्छ, तर मोस्ट अफ द पिपल, प्रायः मान्छेले चाहिँ राति चाहिँ सबैजना घरमा भेला भएर मजाले खान्छ। सो प्रेरितहरूको दिनमा पनि उनीहरू के गर्थ्यो भन्दाखेरि चाहिँ उनीहरूको सेवकाई चल्थ्यो। साँझको सेवकाईमा चाहिँ उनीहरू राति भोज हुन्थ्यो। जस्तो हाम्रो यहाँ जोसुवा सेल हुन्छ, सेल सकेपछि तल भोज लाग्छ। अनि भोज लाग्दाखेरि सबैजना जतिजना आएको छ सबैजना खाना खाएर जान्छ। भोज हो त्यो, सबैजना अगाएर जान्छ, सबैजना अगाएर जान्छ। किन? त्यो भोज हो। अनि प्रेरितहरूको दिनमा प्रभु यीशु ख्रीष्टले प्रभुले के चिनाउनु भएको थियो? चेलाहरूलाई के चिनाउनु भयो? प्रेरितीय मण्डलीले चाहिँ के चिनेको थियो भन्दाखेरि उनीहरूले ख्रीष्टको शरीर को हो भनेर चिनेको थियो। हेर्नुहोस् है, तपाईँ र मैले आज के चिनेको छैन भने ख्रीष्टको शरीर चाहिँ को हो भनिकन। ख्रीष्टको शरीर चाहिँ ख्रीष्टको शरीरमा भएको कमजोर, दुर्बल, केही पनि नभएका व्यक्तिहरू हो। प्रेरितको किताब 2 अध्यायलाई जब तपाईँले पढ्नुहुन्छ नि, त्यहाँ के भेटाउनुहुन्छ भन्दाखेरि जब पवित्र आत्माले उनीहरू भरियो, उनीहरू भरिने बित्तिकै उनीहरूको जीवनमा एउटा ठुलो चेन्ज आयो, परिवर्तन आयो। अनि त्यो परिवर्तनमा चाहिँ उनीहरूको उनीहरूको एउटा जीवन सुरु भयो। अनि त्यो जीवनमा चाहिँ कस्तो थियो? उनीहरू प्रेरितको शिक्षामा है, उनीहरू रोटी भचाइमा, उनीहरू दिनरात मन्दिर धाएर प्रार्थना गर्थ्यो। अनि उनीहरूकोमा अर्को एउटा कुरा चाहिँ के भन्दाखेरि चाहिँ उनीहरूले गरिबलाई चिन्न थाल्यो। आज हामीले सिक्यौँ नि है दिउँसो, प्रेरितीय मण्डलीले चाहिँ जहिले पनि गरिबलाई चिन्छ, हेल्प गर्छ। सो उनीहरूले पनि के गर्थ्यो? उनीहरूले गरिबहरूलाई खानुमा बोलाउँथ्यो। अनि खानुमा बोलाउँदाखेरि चाहिँ उनीहरूले त्यो गरिबहरूले चाहिँ आउँथ्यो खानुलाई। तर अरूहरूले चाहिँ आफ्नो घरबाट चाहिँ उनीहरूले आफ्नो रोटीहरू के लिएर आएको हुन्थ्यो। तर उनीहरूले के हुन्थ्यो? उनीहरूले खाएर अरूहरूले खाना खानुभन्दा अगाडि नै, किनभने उनीहरू पनि थाकेर आएको हुन्थ्यो, उनीहरूले खाइदिइहाल्थ्यो खाना। तर जसले चाहिँ आफ्नो केही लिएर आएको थिएन उनीहरू चाहिँ हेरेको हुन्थ्यो। अब त्यो कुरालाई चाहिँ तपाईँले माथिदेखि पढ्नु भने बुझ्छ। हेर्नुहोस्, माथि 17 पददेखि पढ्नु भयो भने तपाईँले बुझ्नुहुन्छ है। यसको 11:17मा तर यो आदेश दिँदा म तिमीहरूको तारिफ गर्दिनँ, किनकि तिमीहरू भेला हुँदा त्यो असलको निम्ति होइन तर अझै खराबीकै निम्ति हुन्छ। किनकि पहिले त मण्डलीमा एकसाथ भेला हुँदा तिमीहरूमा फाटो हुन्छ भन्ने म सुन्दछु, अनि केही मात्रामा विश्वास पनि गर्दछु। तिमीहरू मध्ये ग्रहण योग्य ठहरेकाहरू चिनिनलाई तिमीहरूमा मतभेद हुन आवश्यक पनि छ। जब तिमीहरू एकसाथ भेला भएर खानपिन गर्छौ त्यो चाहिँ प्रभु भोज होइन, किनकि खाना बस्दा हरेकले आफ्नो भोजन खान थाल्छ र कोही भोकै रहन्छ र कोही चाहिँ मदले माथेको हुन्छ। हेर्नुहोस् न के भन्दैछ? तिमीहरूले त्यसरी खाएको त प्रभु भोज होइन। प्रभु भोज होइन। किन? एउटाले त के गर्यो? खाइहाल्यो, कप खाइहाल्यो। अर्को चाहिँ के छ? एउटाले चाहिँ खाएर डम्मै भइसक्यो अरे, अर्को चाहिँ के छ? भोकै छ। को चाहिँ भोकै हुन्थ्यो होला तपाईँको विचारमा? जो चाहिँ गरिब थियो, जसलाई चाहिँ भोजमा बोलाएको थियो। अब उनीहरू गरिब भनेर त हेपेर पनि खाइहाल्यो नि त। अब धनी मान्छेलाई बोलाएको भन्दा फर्स्टमा सर म्याडम तपाईँ आउनुहोस् भन्छ नि त जहिले पनि। तर गरिबलाई भन्दा हामी धक्का दिँदै गएर खाइहाल्छौँ नि। उसँग हाम्रो के रेपुटेसन, केही न केही। उनीहरूले त्यसरी ख्रीष्टको देहको के गर्दै थियो? अपमान गर्दै थियो। अनि पौलले भन्दैछ कि किनकि खाना बस्दा हरेकले आफ्नो भोजन खान थाल्छ र कोही भोकै रहन्छ अनि कोही चाहिँ मातेको हुन्छ। कि खाना र पिउनलाई तिमीहरूको आफ्नै घर छैनन् र? अथवा के तिमीहरू परमेश्वरको मण्डलीलाई तुच्छ ठान्छौ अथवा परमेश्वरको शरीरलाई तुच्छ ठान्छौ भनेको? यो मण्डली भनेको चाहिँ के हो? ख्रीष्टको शरीर हो। हेर्नुहोस् है, ख्रीष्टको शरीरलाई चाहिँ नि मण्डली पनि भनेको छ। मतलब मण्डलीलाई चाहिँ ख्रीष्टको शरीर पनि भनेको छ। इफिसीको किताब 5 अध्यायमा यीशु ख्रीष्ट चाहिँ मण्डलीको के हुनुहुन्छ? शिर हुनुहुन्छ। शरीरको शिर अथवा मण्डलीको शिर भनेर भनेको छ। He is the head of the church.
अनि चर्चभित्र चाहिँ सबै किसिमको मान्छे छ, धनी पनि छ, गरिब पनि छ, कमजोरी पनि छ, बलियो पनि छ। सो उनीहरूले के गर्दैछ, उनीहरूले चाहिँ के गरे, उनीहरूले आफ्नो आफ्नो खाइहाल्यो। अनि पौलले भन्दैछ खाना र पिउनलाई तिमीहरूको आफ्नै घर छैन र, अथवा के तिमीहरू परमेश्वरको मण्डलीलाई तुच्छ ठान्छौ र केही नहुनेहरूको अपमान गर्दछौ। सो त्यो केही नहुनेहरू पनि को हो वास्तवमा, तिनीहरू ख्रीष्टको शरीर। अन्त तल गएर चाहिँ नि पौलले भन्दैछ तिमीहरूले ख्रीष्टको शरीरलाई नचिनिकन, प्रभुको शरीरलाई जसले नचिनिकन खान्छ र पिउँछ त्यसले खाएर पिएको कारणले गर्दाखेरि चाहिँ आफैमाथि के ल्याउँछ, दण्ड ल्याउँछ। बुझ्नुभयो अहिले भनेको के भनेको रहेछ, अयोग्य रीतिले खानु भनेको बुझ्नुभयो। मैले तपाईँको घर, तपाईँलाई मेरो घरमा बोलाएँ तर तपाईँलाई चाहिँ नि त्यतिकै राखेर म एक्लै खाइरहन्छु कपाकप, योग्य रीति हो? हजुर अयोग्य रीति हो नि, अयोग्य रीति हो त्यो। सो तपाईँ कुनै पनि घरमा जानुभयो भने हामी बाई द सेक अफ कर्टेसी के भन्छ, हामी खाना खाँदै गर्दा घरको मान्छेलाई तपाईँ पनि खानुहोस् न भन्छ, हो कि होइन भन्नुहोस् त। घरको मान्छेले के आन्सर दिन्छ, हजुर तपाईँले के आन्सर दिनुहुन्छ, अहिले भरे खान्छु भन्छ नि त। किन? योग्य रीति चाहिँ के हो, पहिला तपाईँले जसलाई बोलाउनु भएको छ उसलाई खुवाउनु पर्ने हुन्छ है। तर तपाईँ आफै बसेर खाना सबै डल्लै सजायो टेबलभरि, अनि तपाईँ कपाकप तपाईँले टिप्दै सबै खानुहुन्छ, सबै तपाईँले खानुहुन्छ, अनि पाहुना चाहिँ हेरेको हेरेको भने त्यो योग्य रीति भयो? भएन। हेर्नुहोस्, अयोग्य रीति भनेको चाहिँ नि पापी मान्छेले खानु पाउँदैन भनेको होइन। किन यीशु ख्रीष्ट आफैले भन्नुभयो रगत कसको लागि बगाएको, पापीको लागि बगाएको। सो शरीरलाई नचिनिकन खाने भनेको चाहिँ शरीर चाहिँ को रहेछ, त्यो कमजोर दुर्बल केही नभने। हेर्नुहोस् है, प्रेरितीय मण्डलीको ढाँचा चाहिँ के भने प्रेरितीय चर्चले चाहिँ गरिबलाई माया गर्छ, गरिबलाई माया गर्छ। एउटा मान्छे चाहिँ ऋणले अट्ठाएर साह्रो परिरहेको छ है, तपाईँले चाहिँ के पनि गर्नुहुन्न धनलाई लिइकन, उसलाई चाहिँ साह्रै पारिसक्यो, पक्रेर लानु आँटिसक्यो पुलिसले, तर तपाईँले के पनि गर्नुहुन्न, वास्ता गर्नु भएन ख्रीष्टको देहको। ख्रीष्टको देहको वास्ता गरेको भए चाहिँ त्यो मान्छे पक्रिने थिएन, कमजोर हुने थिएन, मर्ने थिएन। थुप्रोपल्ट नि हामीले माया गर्नु जानेनौँ हामीले माया गर्नु, तर हामीले ख्रीष्टको देहको वास्ता गर्यो भने चाहिँ के हुन्छ, देह चाहिँ बलियो हुन्छ। तर अब हेर्नुहोस् है तल 29 र 31 पदमा, यसकारण तिमीहरू मध्ये धेरैजना दुर्बल र रोगी छौ र कतिजना चाहिँ सुतिसकेका छन्, तर हामी साँच्चै आफैलाई जाँचेको हो भने हामी न्यायमा पर्ने छैनौँ। हेर्नुहोस्, हामीले आफैलाई जाँच्यो भने नि न्याय चाहिँ कसरी हुन्छ याद छ, मेरै स्ट्यान्डर्ड अनुसार हुन्छ। एक तोडा पाउनेले के भने प्रभुलाई, प्रभु मलाई थाहा थियो तपाईँ कठोर मान्छे हो भनिकन, त्यसले गर्दा तपाईँले दिनुभएको तोडालाई मैले के गरेँ, रुमालमा बेरेर राखिरहेको छु। प्रभुले भन्नुभयो तैँले भनेको वचनद्वारा नै म तेरो न्याय गर्छु। जसरी तिमीले आफ्नो अपराधीलाई क्षमा गरेका छौ, जसरी हामीले आफ्नो अपराधीलाई क्षमा गरेका छौँ, त्यसरी नै हाम्रो अपराधलाई क्षमा गर्नुहोस्। हामीले नै स्ट्यान्डर्डहरू बनाउँदैछौँ चर्चभित्र, तर हामीले आफैलाई जाँच्यो भने चाहिँ हामी दोषी ठहरिँदैनौँ भनेर भन्दैछ, हामी न्यायमा पर्ने छैनौँ। तर जब प्रभुले हाम्रो न्याय गर्नुहुन्छ तब हामीलाई अनुशासन गर्नुहुन्छ ताकि संसारसँग हामी दोषी नठहरोस्। सो परमेश्वरले चाहिँ हामीलाई चाहिँ डिसिप्लिन सिकाउनुहुन्छ, डिसिप्लिन। सो त्यो डिसिप्लिनले चाहिँ के माग्छ, मैले मेरो घरमा पाहुनालाई बोलायो भने मैले पहिला पाहुनालाई खुवाउनुपर्छ, मैले चर्चमा गरिब मान्छेलाई बोलाएको छु भने पहिला मेरो काम के हो, मैले उसलाई खुवाउनुपर्छ है। त्यो चाहिँ परमेश्वरले हामीलाई न्याय गर्दाखेरि चाहिँ अनुशासन गर्नुहुन्छ भनेको चाहिँ हामीमाथि चाहिँ आगो झार्नुहुन्छ भनेको होइन। दिस इज द डिसिप्लिन, दिस इज द राइट अर्डर। यो चाहिँ सही तरिका हो, यो चाहिँ सही तरिका हो जसद्वारा चाहिँ हामी प्रभु भोज गर्छौँ, यो चाहिँ सही तरिका हो। सो यहाँ भन्दैछ तर जब प्रभुले हाम्रो न्याय गर्नुहुन्छ, हामीलाई अनुशासन गर्नुहुन्छ ताकि संसारसँग चाहिँ हामी दोषी नठहरौँ। संसारमा चाहिँ धनी र गरिब छुट्याउँछ, संसारमा चाहिँ एउटा धनीले गरिबलाई खानु दिँदैन बोलाएर नदिनु सक्छ, तर वास्तवमा चाहिँ नि उल्टा छ। हामी चर्चले गर्दैनौँ, त्यो चाहिँ संसारले गरिरहेको छ। तर बाइबलले भन्छ हामी चाहिँ संसारसँग दोषी नठहरोस् भने चाहिँ परमेश्वरले चाहिँ हामीलाई अनुशासन गर्नुहुन्छ। यु विल टिच अस डिसिप्लिन। यसकारण भन्दैछ उसले, हे मेरा भाइ हो, खानालाई एकसाथ भेला हुँदा एका दुस्रालाई पर्ख। अब किन पर्खिनु आवश्यक थियो भन्नुहोस् त, किनभने पर्खेर सबैले एकसाथ खाँदाखेरि चाहिँ त्यो गरिबहरूले पनि पाउँथ्यो, पर्खेर एकसाथ खाँदाखेरि चाहिँ। तर नपर्खिँदाखेरि चाहिँ के हुन्थ्यो, एउटाले अगाडि नै कप्पा कप खाइसकेको हुन्थ्यो, सभा भइरहेको हुन्थ्यो, सेवका भइरहेको थियो, किचनमा गएर अघि उसको टिफिन खोलेर उसले खानु थालिहाल्थ्यो। अन्त भरे खाने बेलामा चाहिँ के हुन्थ्यो, खानाको हिसाब लाउँदाखेरि गरिबले पाउँदैन, नपाएपछि चाहिँ के हुन्थ्यो, उसलाई चाहिँ अवहेलना गरिहाल्थ्यो है। त्यो चाहिँ संसारको तरिका हो। अन्त त बाइबलले भन्दछ तिमी खानालाई एका दुस्रालाई पर्ख। आज हामीले जुन ट्रेडिसनल थिङ्किङ गर्छौँ नि प्रभु भोजको कुरालाई लिकन, बाइबलले भनेको छ त्यो चाहिँ प्रभु भोज नै होइन भनेको छ। अब यो सत्यतालाई हामीले बुझ्यौँ भने चाहिँ हामी प्रभु भोज लिँदै गर्दाखेरि हाम्रो हृदयभित्र हामी दया देखाउँछौँ,
पहिला नि कतिवटा चर्चेसहरूमा मैले देखेको हो, प्रभु भोजको समयमा भेटी उठाउँथ्यो। आई डोन्ट नो अहिले त्यो कतिवटा चर्चले गर्छ गर्दैन, तर आजकल गर्दैन पनि, गर्नुपर्छ पनि भनेको होइन। अनि म छक्कै पर्थेँ, किन उठाएको होला यो भेटी चाहिँ, प्रभु भोजको टाइममा चाहिँ किन अफरिङ उठाएको होला। तर अहिले बुझ्दाखेरि चाहिँ त्यो चर्चले नि त्यो मोडललाई बुझेको थिएछ, त्यो चर्चेसहरूले कि त्यो भेटीले चाहिँ गएर उसले गरिबलाई सहायता गर्नुपर्छ भनेकन। तर हामी प्रभु भोजमा आउँदै गर्दाखेरि आज याद राखौँ, त्यो प्रभु भोजमा चाहिँ हामीले ख्रिस्टको देहको वास्ता गर्नुपर्छ। पहिलो कोरिन्थी 12:27 भन्छ, पहिलो कोरिन्थी 12:27 के भन्छ भन्दाखेरि, यो अब हामी प्रभु भोजमा जान्छ, तिमीहरू ख्रिस्टका शरीर हौ र हरेक त्यसका अङ्गहरू हौ। हामी के हौ, ख्रिस्टको शरीर हो, हरेक चाहिँ के हो, अङ्ग हो। अनि माथिदेखि अङ्गलाई बुझाउँदै आएको छ। शरीरको सबैभन्दा बेसी कमजोर अङ्गलाई चाहिँ हामी सबैभन्दा बेसी के गर्छौँ, सुरक्षा दिन्छौँ। अहिले मैले आँखामा चस्मा लगाइरहेको छु नि, किन, यो शरीरको सबैभन्दा, म आँखाले ढक उचाल्न सक्छु 1 किलोको, हजुर सक्दैन। यो शरीरको के हो, कमजोर अङ्ग हो। तर यो आँखालाई मैले सुरक्षा दिनुपर्छ। अनि यो आँखाले मलाई बनाउँदाखेरि पनि त्यस्तै बनाएको छ, बाहिर पनि परेला बनाएको छ, लिट पनि छ, परेला पनि छ, त्यहाँ हामी के रङहरू पनि भर्छौँ, त्यसलाई तन्काएर पनि राम्रो देखिने पनि कोसिस गर्छौँ। कमजोर अङ्ग हो, तर त्यसकै बेसी सम्मान छ। तपाईँले निधारलाई सजाउनुहुन्छ, सजाउँदा केलाई सजाउनुहुन्छ, आँखालाई सजाउँछ नि। हेर्नुहोस् है, बाइबलले भनेको छ कमजोर अङ्गको चाहिँ बेसी सुरक्षा छ। जुन चाहिँ अङ्ग चाहिँ बलियो छ बरु भन्दा त्यसको चाहिँ वास्ता गरिँदैन। ख्रिस्टको देहमा पनि कमजोरीहरू छ, गरिबहरू छ, भोकाहरू छ, खान नपाएकाहरू छ। अनि एक दिन न्यायको दिनमा प्रभुले भन्नुभएको छ, मत्तीको किताब 23 अध्यायमा, म नाङ्गो थिएँ, म भोका थिएँ, म एक्लो थिएँ, म झ्यालखानमा थिएँ, तिमीले मलाई माया गर्यौ, लुगा लगायौ, खाना खुवायौ, तिमी मलाई भेट्न आयो। प्रभु कहिले गर्यौ यो सबै हामीले तपाईँलाई? जो के भन्नुभएको छ प्रभुले, सानो भन्दा सानोलाई गर्यौ त्यो मलाई नै गर्यौ। म भोको थिएँ, म नाङ्गो थिएँ, म एक्लो थिएँ, म झ्यालखानमा थिएँ, तिमीले मलाई भोजन दिएनौ, लुगा लगाएनौ, भेट्न आएनौ, तिमीले मेरो स्याहार गरेनौ। प्रभु कहिले गरेनौ हामीले? एन्सर के छ? न्यायको दिनको एन्सर। यो चाहिँ न्यायको दिनको उत्तर है। जो चाहिँ तिमीले सानो भन्दा सानोलाई गरेनौ, मलाई नै गरेनौ। बुझ्नुभयो योग्य रीति भनेको? सो हरेक पल्ट नि प्रभु भोज लिँदै गर्दाखेरि हाम्रो हृदयभित्र नि यहाँ ख्रिस्टको देहमा को चाहिँ सबैभन्दा कमजोर छ तपाईँले चिन्नु भएको, उसको प्रति मेरो जिम्मा छ। को चाहिँ त्यो ख्रिस्टको देहभित्र अट्ठिरहेको छ, ऐठन परिरहेको छ, गाह्रो परिरहेको छ, उसलाई दोष नलगाएर, उसले गल्ती गर्यो होला, भुल गर्यो होला, फेल भयो होला, के भयो होला, तर भए पनि बाइबलले भनेको छ दयाले चाहिँ इन्साफलाई पनि दिग्विजय गर्छ। हामी चाहिँ इन्साफको आसनमा बस्छौँ, तर प्रभुको रगत चाहिँ नि दयाको चिन्ह हो। प्रभुको रगतले मलाई धोएको छ। इज बट मी विथ द ब्लड। मेरो लागि त आशा थिएन, होपलेस हो म, तर प्रभुको रगतमा चाहिँ आशा छ। हेर्नुहोस्, आज मैले नि यो प्रभु भोजको मेसेज लामो प्रचार गरेर जस्तो लाग्यो होला, तर यो मौका पाएको बेलामा भने सबैजनालाई, आज त्यहाँ छ नि त सबैजना, तपाईँले सुन्नु भएको होइन, छैन होला यो टिचिङ त मैले पहिला पनि दिएको। कतिजनाले प्रभु भोजलाई लिएर के भनिरहेको हुन्छ, उहाँहरूलाई भन्नु केही पनि छैन, किनभने उनीहरू मरेको होइन क्रुसमा, उनीहरूले रगत पनि बगाएको होइन, उनीहरूले जीवन पनि दिएको होइन। सो त्यसले गर्दा उनीहरूलाई भन्नु केही छैन। उनीहरूको एक दिन आँखा खोलियोस्, मेरो प्रार्थना यही छ, प्रार्थना यही छ। तर वचनले चाहिँ के भन्छ त्यो चाहिँ हामी बुझौँ। सो जब पनि यसरी हामी प्रभु भोज लिन्छौँ नि, अनि हामी सम्झिन्छौँ, वी रिमेम्बर द पुवर, गरिबलाई सम्झिन्छौँ। अनि प्रेरितहरूले चाहिँ जब उनीहरूको प्रेरितको दिनमा जब उनीहरूले प्रभु भोज खान्थे नि, त्यो खाँदै गर्दाखेरि चाहिँ उनीहरूभित्र एउटा यस्तो प्रेरणा आउँछ, मेरो बेचेर पनि म त्यसलाई उकासिदिन्छु। है, प्रेरितको किताबमा त्यसरी लेख्छ, उनीहरूले आफ्नोमा भएको बेचेर पनि, के कुरा चाहिँ थियो त्यस्तो बेचेर पनि उकास्न सक्ने चाहिँ? कहाँबाट आँट आयो, कहाँबाट आँट आयो? हामी त हाम्रो घरको कुर्सी अर्को मान्छेले एकछिन सापट मागेको छ भने पनि हामी नल्याइन्जेलसँग ढोकामा रुँगिरहन्छौँ। उनीहरूले त बेचेर दिएको, कहाँबाट आयो त्यस्तो प्रेम? त्यो प्रेम चाहिँ यीशु ख्रीष्टको रगतबाट आएको, त्यो प्रेम चाहिँ यीशु ख्रीष्टको शरीरबाट आएको। जब हामीले नि हो त्यो अर्थ बुझेर लिन्छौँ नि, हाम्रो हृदय चाहिँ नि यीशु ख्रीष्टको प्रेमले भरिन थाल्छ। अहिले मैले तपाईँलाई उक्साएँ भने नि, मोटिभेट गरेँ भने उक्सिनु सक्छ कतिजना मान्छे, तर एकपल्ट मात्रै हो त्यो चाहिँ। तर प्रेम चाहिँ नि अनन्त हो, इटर्नल हो ख्रीष्टको प्रेम चाहिँ। किनभने परमेश्वरको वचन यिर्मयाले भन्छ, मैले तँलाई अनन्त प्रेमले माया गरेको छु।
सो त्यो अनन्त प्रेममा म भित्र आएपछि नि मलाई मान्छेले रिस उठाइ नै भने पनि दया नै पहिला आउँछ। रिस उठ्दैन होइन, प्रेमी दयालु मान्छेलाई उठ्छ कि, तर जे भए पनि लास्टमा केले जित्छ? दयाले जित्छ। किनभने बाइबलले त्यसरी लेखेको छ, दया चाहिँ इन्साफ न्यायमाथि पनि के हुन्छ? दिग्विजय हुन्छ। प्रभु भोज भनेको चाहिँ त्यो, द्याट इज लर्ड्स सपर। त्यो चाहिँ प्रभुको भोज हो। अनि प्रभुको भोज चाहिँ निस्तार चाड पनि हो। अनि तपाईँले हेर्नु भने यीशु ख्रीष्टले नि जहिले पनि निस्तार चाडमा भन्नुहुन्थ्यो गरिबलाई दान दिनु। अन्त त्यति बेला चेलाहरूले बुझेन। जब प्रभु यीशु ख्रीष्टले यहुदा इस्करियोतीलाई भन्नुभयो नि तिमीले जे गर्नु छ गरिहाल भन्दाखेरि चाहिँ ट्रेजरर थियो नि त त्यो प्रभु यीशु ख्रीष्टको मिनिस्ट्रीको। अनि चेलाहरूले चाहिँ के सम्झ्यो? यीशु ख्रीष्टले अरू बेला पनि गरिबहरूलाई दान दिनु भनेको जस्तै आज पनि त्यही भनेको जस्तै लाग्यो उनीहरूलाई। यहाँ एउटा कुरा बुझ्दैछौँ हामी, प्रभु भोजको समयमा नि प्रभु यीशु ख्रीष्टले यहुदा इस्करियोतीलाई यीशु ख्रीष्टको सेवकाईको फन्डबाट नि भेटिदिनु लाउनुहुन्थेछ। हेर्नुहोस् है, भेटिदिनु लाउनुहुन्थेछ। अनि चेलाहरूलाई चाहिँ नि जब प्रभु यीशु ख्रीष्टले यहुदा इस्करियोतीलाई तिमीलाई जे गर्नु छ गरिहाल भने नि त्यो चाहिँ उनीहरूले के बुझ्यो? हो त्यो फन्डबाट हेल्प गर भनेको बुझ्यो। तर त्यो दिन प्रभुले अर्कै कुरा भन्नुभएको थियो। बुझ्दै हुनुहुन्छ तपाईँले वचनलाई? सो प्रभु भोज चाहिँ नि दयाको कुरा हो, दया हो। त्यहाँभित्र चङ्गाइ पनि छ नि, दयाभित्र चङ्गाइ हुँदैन? हजुर हुन्छ नि। दयाभित्र छुटकारा हुँदैन? हुन्छ नि। दयाभित्र क्षमा हुँदैन? हुन्छ नि। सो प्लिज तपाईँले यो भन्न छोड्नुहोस् कि प्रभु भोज चाहिँ प्रभु भोज खाँदाखेरि जाति हुन्छ अरे भनेर प्रोपागेन्डा बना। अरे दयाभित्र क्षमा छ नि, चङ्गाइ छ नि, छुटकारा छ नि। सो दयाभित्र छ भने तपाईँलाई चाहिँ कहाँ गाह्रो पर्यो? किनभने प्रभुको दयाले त मलाई माफ गरेको छ। बाइबलले के भनेको छ? तपाईँको दया जीवनभन्दा पनि श्रेष्ठ। अब दया त्यस्तो श्रेष्ठ छ भने तपाईँले चाहिँ किन, वाइ डु यु डिफाइन? तपाईँलाई कसले अधिकार दियो त्यसलाई डिफाइन गर्ने? प्लिज नगर्नुहोस्। परमेश्वरको हातमा पर्नु भयानक कुरा हो। इट इज डेन्जरस थिङ टु फल इन द ह्यान्ड अफ गड। याद राख्नुहोस् है यो कुरालाई। सो आज हामी प्रभु भोजलाई लिँदै गर्दाखेरि आनन्दको साथमा है हामी लिन्छौँ। प्रभु भोज लिँदै गर्दाखेरि हामी भन्छौँ प्रभु मेरो हृदय तपाईँको दयाले भरिदिनुहोस्। तपाईँको दया जीवनभन्दा पनि श्रेष्ठ। त्यो जीवनभन्दा पनि श्रेष्ठ दयाले मेरो हृदय भरिएको होस्। मलाई कसले दया गर्छ होइन, तर म कसलाई दया गरौँ है। जीवनभन्दा पनि श्रेष्ठ दया चाहिँ त्यस्तो हुन्छ। यति साह्रो श्रेष्ठ छ त्यो दया चाहिँ, जीवनभन्दा पनि श्रेष्ठ छ। किन त्यसो भनेको भन्दाखेरि चाहिँ जीवन सकिन्छ एक दिन, तर प्रभुको करुणा चाहिँ नि जीवनदेखि पारि पनि जान्छ। त्यो दया चाहिँ जीवनदेखि पारि पनि जान्छ। हामीले गर्दै गरेको नि दया, परमेश्वरको वचन प्रकाशको किताब 14 अध्यायको 13 पदले भन्छ अबदेखि उसो प्रभुमा सुत्नेहरू धन्यको हो किनभने तिनीहरूको काम तिनीहरूको पछाडि लाग्नेछ। त्यो कामहरूमध्ये एउटा सबैभन्दा ठुलो के हुन्छ? दया। दया। प्रभुले त्यही भन्नुभएको छ घरिघरि। सबै कुरा बुझ्यौ तिमीले, मिकाको किताब 6 अध्यायको 8 मा भनेको छ सबै कुरा बुझ्यौ, दया गर, इन्साफ गर, परमेश्वरसँग नम्र भएर हिँड। मत्ती 23:23 मा प्रभुले भन्नुभयो तिमीले व्यवस्थाको ठुलो कुराहरू अर्थात् दया, विश्वास, धार्मिकता पनि गर्नुपर्ने थियो। हरेकपल्ट प्रभुले त्यही भन्नुभएको छ दया, दया, दया। प्रभु भोज चाहिँ मेरो लागि दया हो। प्रभुको रगत मेरो लागि दया हो। त्यो दया नि जब म खान्छु नि म भित्रबाट पनि दया बाहिर बग्न थाल्छ। प्रभुको शरीर चाहिँ मेरो लागि दया हो। जब म त्यो दया खान्छु नि मबाट पनि दया बग्न थाल्छ। बुझ्दै हुनुहुन्छ यो कुरालाई? हजुर सबैजनाले बुझ्दै हुनुहुन्छ? आज हामी त्यो आनन्दको साथमा